सबैजनालाई नमस्ते। नमस्ते। मेरो पनि नमस्ते, उनको पनि नमस्ते। के भनौँ आज पनि के भनौँ, यस्तो रुममा बस्दा बस्दा मलाई यस्तो तिमी नि बोल। रुममा बस्दा बस्दा यस्तो झ्याउ लाग्यो नि। अनि सर लाएर डाँडा खोज्दै हिँडेको हामी कहाँ आइपुग्यो भन्दाखेरि केही थाहा छैन भनेको छोड्यौ। कहाँ हो यस्तो ठाउँमा छ। यस्तो ठाउँमा आयौँ। यहाँ अब पर्खिनुहोस्, म अहिले 360 देखाउँछु। अस्ति नै योभन्दा अघिल्लोको हप्ता चाहिँ हामी योभन्दा अघिल्लोकै शनिबार गएको थियौँ होइन र, गौतम बुद्धको मूर्तिमा। अघिल्लोको शनिबार नि त्यस्तै अन्नोन हिँडेको थियौँ, अन्नोन नै भयो। आज झन् त्योभन्दा हजुरबा भएको यार, कस्तो यार। तेरी ल रोक्नु, म 360 देखाउँछु एकचोटि। यो भएँ म, यिनी भए सुरज। अनि यहाँ हेर्नु है, यहाँ भगवान्को यहाँ हाम्रो गाउँघरतिर मान्यता अनुसार झाँक्री साँक्री यताउता के भन्छन्, त्यही पूजा गर्नु रहेछ होला सायद। यहाँ हामी काठमाडौँदेखि कतिवटा डाँडा माथि छम हामीलाई लोकेसन थाहा छैन। फेरि भक्तपुरको कताबाट गुन्डु हुँदै कताबाट निस्केका हम। अब अहिले त्यही बाटोमा पुग्न सकिन्न हामी। अब कत्नामा निस्किने हो यो ठाउँको। त्यहाँ मैले त्यहाँ तल त्यहाँ ए बा फेरि यहाँ हेर्नुहोस् त, यहाँ के यहाँ यस्तो बल रिसोर्ट छ क्या। फेरि यो बाउ कटेज रहेछ कि त्यहाँनिर एउटा बोर्डमा देखेको थिएँ मैले। फेरि यहाँ ललितपुर समथिङ के थियो, ललितपुर थियो। अनि एउटा फेरि कस्तो भयो भन्दा आज त्यो डाँडो छ नि, यो डाँडोमा त्यहाँनिर एक डाँडो यो डाँडोको वरिपरि ठ्याक्क बाइक घुमाएर त्यहाँ जान्छ भन्दा त पार्किङको पैसा लिएर बाइकले स्ट्यान्ड टेक्न पाएको छैन यार। अनि के को पार्किङ दाइ, हामी त बाइकै टेकाएनौँ भुइँमा। भनेको यो त प्राइभेट ठाउँ हो अरे। ल प्राइभेट ठाउँ हो मानिम दाइ, ल तपाईँको प्राइभेट ठाउँ हो। हामीले बाइक टेकाएर एकछिन त्यहाँ ओर्लेर यताउता घुमेर यस्तो गरेको भए ल पैसा तिरिन्थ्यो। झर्दै झरे छैनौँ भनेर अनि त्यस्तै गरेर हिँडेको त सबैलाई छोड्दै फेरि ल जानुहोस् ल सबै जानुहोस् रे। यस्तो बुढा इरिटेट भयो होला बिचरा। अनि फेरि मजाले आइयो। यस्तो दामी चिल छ क्या यहाँ ठाउँ, हावा सर चले। अनि मलाई फेरि आज के अरे रुममा के म फेरि एक्लै थिएँ के भयो भन्दा अब सधैँ हप्ताको सधैँ अरू बार काम गरिन्छ, शनिबार बिदा हुन्छ। अब अरू बार फेरि भाइ हुन्थ्यो, बहिनी हुन्थ्यो। भाइ पनि छैन अहिले रुममा, बहिनी पनि छैन। म त डिप्रेसनको स्टेज 4 मा पुगेँ जस्तो लाग्यो कि। त्यसपछि मलाई के गरौँ कसो गरौँ भने यिनी दोस्तलाई फोन गरेँ। यिनी दोस्त फेरि बस म फेरि यस्तै हो। यिनलाई फोन गरेको कसम। यिनी फेरि कति सहयोगी भावनाका छन् भन्दाखेरि एकचोटि सुरुबाट भन्छु ल, सर्टकटमा भन्छु ल। अनि सुरुबाट भन्छु के भन्दा एकचोटि म यस्तो आपतमा परेको थिएँ कि कत्न भन्दा मलाई ठमेलमा पुलिसले समात्यो, बाइक राखिदियो। त्यहाँपछि मेरो बाइक वान एन्ड हो, मैले कसैलाई पनि चलाउन दिन्न, तपाईँले पनि डोराएर लिएर जानु भने 16 खुट्टेमा हो खासमा। मलाई 16 खुट्टेको पुलिसले समातेको ठमेलको चोकमा। अनि त्यहाँबाट अनि ल बाइकै दिन्न त जेसुकै गर भनेर मलाई लास्टमा भन्यो। अनि लास्टमा अब म 2 बजीसम्म त्यहीँ बसेँ, राति 2 बजीसम्म त्यहीँ बसेँ। अनि लास्टमा अब नगई नहुने भयो। अब मलाई त निद्राले च्याप्यो, थकाइ लाग्थ्यो, यत्रो घुमेर आएको थिएँ। अनि अरू उपाय लागेन मसँग गएका साथीहरू नि त्यस्तै। अब अनि कसम उनलाई मैले एक कल फोन गरेँ राति 2 बजे पनि 3 घन्टी जाँदा उठाएको थिएँ। मैले अहिलेसम्म याद राखेको छु। टिट गर्दा 3 घन्टी हुन्छ नि, 3 घन्टीमा उठायो कि यिनले। बिचरा अलिअलि त निद्रामा नि थियो होला। अनि एकछिन त टाइम लाग्यो। अब रातिमा कता मोबाइल चार्ज लाएको थियो होला यताउता। अनि ट्याक्क 3 घन्टीमा उठेँ। सुरज यस्तो भयो, फलान ठाउँमा फलानले यस्तो भयो भनेको दोस्त एकछिन रुक दोस्त भने। यिनी बस्ने सिनामङ्गल हो, म बस्ने भक्तपुर हो, मलाई समातेको ठमेल। तँ आएकै एकैछिनमा 7-8 मिनटमा आयो। रातिमा बाटो जाम पनि थिएन होला। अनि मैले फेरि पुलिसहरूलाई फगाउनलाई अलिक फुर्ती किनेको थिएँ। बाइक दिन्छन् कि भनेर फुर्ती किनेको थिएँ। झोलाभरि फुर्ती थियो फेरि। त्यतिखेर कहाँबाट पैसा आएको थियो कुन्नी। पहिला पैसा सकेर 0 भएर फर्केको थिएँ। लास्टमा एउटा कुहिरेले त्यो बाइपासबाट ठमेल भन्दै बाइक रोक्यो। अब रातिमा होइन यस्तै कति 9 बजी थियो कि 9:30 त्यस्तै भएको थियो। कुहिरेले पैसा दिएको रहेछ, मलाई थाहा थिएन फेरि गल्तीमा पैसा रहेछ। पछि त्यो पुलिसलाई मैले जहिरलाई फुर्ती किनेर यस्तो रातिमा नि खटिन छ सरहरू, लाउनुहोस् खानुहोस् भन्दै फुर्ती किनेको त तिनीहरूले फुर्ती छोपेनन् यार। त्यहाँपछि झोलाभरि फुर्ती थिए। यिनलाई दिए 2-3टा मैले लगाएँ।
अनि यिनी बहुत ठिक छन् क्या साथी। अनि अहिले पनि त्यस्तै भयो के, म कसम डिप्रेसनको स्टेज 4 मा गए जस्तो फिल भयो। त्यहाँपछि साथी आऊ यार जाम भनेको, यिनी फेरि कस्ता बौला छन् भनेपछि आऊ भनेपछि ल दोस्त हिँडे है रुमबाट भन्दैनन्, सिधै मेरो रुममा आएर अगाडि आएर दोस्त ल बाहिर निस्क आइसक्यो। ए भगवान् यिनले कस्तो अनि त्यहाँपछि अब के गर्ने, म रेडी भएको थिएन, मलाई फेरि टाउको नुहाउनु पर्ने थियो यार, टाउको चिला थियो, हिजोको सामान आएको लास्टै दोध्दै थियो, त्यहाँपछि टाउको नुहाउनु पर्ने थियो। फोन हानेर त ल दोस्त बाहिर आऊ रे ल गर्ने के। हे भगवान् रमाइलो भयो होइन। अनिखेरि हामी आयौँ अब यता, हामी आयौँ डाँडामा। यस्तो हो के कस्तो खासमा के हो मेरो मैले भन्न खोजेको कुरो के हो भन्दाखेरि यो छ नि घुम्ने के होइन र दोस्त। घुम्नुपर्छ क्या, घुम्न छोड्नु हुँदैन है। बातुन्जेल घुम्ने हो, रमाइलो हान्ने हो। अहिले हो फेरि अब बे गरेपछि यसरी घुम्नलाई त सम्झिने हो फेरि। फर्स्ट अफ अल त बे गरेपछि, अर्को फेरि बिस्तारै उमेर बढ्दै गएपछि पनि घुम्छु यताउता गर्छु भनेर अहिलेको जस्तो हुँदैन क्या पछि। बे गर्ने त मलाई मनै छैन, फेरि बे गर्ने मनै छैन क्या मलाई। अब यस्तो अब जति सक्यो होइन, म अहिले लगभग 24-25 को भएँ होइन, 24-25 को भएँ। मैले धेरै बुझिसकेँ क्या, अब धेरै बुझिसकेँ मैले। यो बिहा मात्रै ठुलो कुरो होइन, बिहा पनि बिहा गर्दा सही हो, तर एकदम क्या आफूलाई बुझ्ने मान्छे चाहियो क्या, बुझ्ने यहाँ आफूलाई मनैदेखि बुझ्ने मान्छे चाहिने के अरे हुने हो भने बल्ल बिहा गरेको सार्थक हुने रहेछ के। अब बुझ्दैन यस्तो उस्तो त्यो हुन्न यार। जिन्दगी हो यार, होइन दोस्त। जिन्दगी बिताउनलाई जीवन साथी नि त्यस्तै हुनपर्छ क्या। आफूले माया गर्ने भन्दा पनि उसले आफूलाई माया गरोस् त्यस्तो खोज्नुपर्छ क्या। मतलब हुन्छ नि फेरि अब आफूले भन्दा नि उसले माया गर्ने भन्दाखेरि आफूले उसलाई माया नगर्ने भन्ने कुरो हुन्न फेरि। त्यो दुइटाको त्यो हुन्छ के कम्बिनेसन हुन्छ, त्यस्तो हुन पर्यो। जस्तै हामीले खुट्टामा जुत्ता लगाइन्छ, एउटा जुत्ता 43 को लगाम, एउटा जुत्ता 40 को लगाम, आफूलाई लाग्छ 40 नम्बर। 43 नम्बर त आफूलाई ठुलो हुन्छ, त्यो खकुलो हुन्छ। त्यस्तो सम्बन्ध त्यस्तो नहोस् के, बस दुईतिरै 40-40 होस् के, त्यस्तो मैले चाहन्छु। तर त्यो सोचे जस्तो कहिल्यै हुन्न फेरि जीवनमा, त्यस्तो 40-40 मिल्दैन रहेछ। धेरै कोसिस गरेर धेरै गऱ्यो माया। म दुब्लाएको हुँ क्या, दुब्ला छैन म चाहिँ मोटाइरहेको छु क्या। तिम्रो गाला पुटुस छ मेरो यहाँ, हुन त बुढो हुन लाग्यो। जुङ्गो फुलेछ यार मेरो एउटा मैले हिजो होइन राम्रोसँग हेरेको साला यहाँ जुङ्गो फुलेछ एउटा यार। कपाल बाँधेको भन्दा फुकै राम्रो देखेको थियो होइन। या यस्तो गर न तर क्यामेरा क्वालिटी बवाल दामी रहेछ यो फोनको यार। मलाई चाहिँ चित्त बुझाएन। मलाई हेर न मलाई हेर न उस्तो दामी देखेछ नि। मान्छे दामी छौ। राम्रो भयो, म राम्रो छु। अनि सोनी कुरो गर्नुपर्छ यार। ह्यान्डसम होइन त, ह्यान्डसम होइन मेरो यो थोपडा भन्दा चाहिँ 10 गुणा राम्रो छ क्या है। छैन नि त्यहाँ हेर त्यहाँ होइन नि यस्तो फेरि। तर साथी नै बहुत ठिक छन्। यसो आजकल फेरि यसो जिमसिम गइन्छ क्या, यसो डम्बल सम्बल 2 दिन नगएको भयो फेरि मलाई टेन्सन छ क्या। फेरि यो दिमाग खराब हुने रहेछ है यो कुरै नगरौँ। म फेरि त्यो जिमको बारेमा मलाई जिरो मलाई त्यस्तो जिमसिम मन त पर्छ, गर्नु पनि पर्छ, राम्रो हो स्वास्थ्यको लागि होइन। तर म चाहिँ सक्दिनँ क्या, म चाहिँ अल्छी हो क्या, अल्छी 1 नम्बरको अल्छी। मलाई जाँगर लाग्ने भनेको यस्तै घुम्न डुल्न रमाइलो गर्न बस त्यति हो क्या। त्यो काम गर्ने जिम गर्ने यताउता मलाई फेरि त्यो जाँगरै छैन क्या, जाँगरै छैन। काम चाहिँ गर्नुपर्छ, पैसा नि कमाउनु पर्यो यत्तिकै त हुन्न होइन र। तर क्या आनन्द चिल फिल भयो क्या यहाँ बसेपछि। टक्क चिसो सलल्ल हावा चलेछ, ठाउँ कहाँ केही पत्तो तत्तो छैन। जङ्गलको बाटो कस्तरी आएका छौँ भड्याङ भुडुङ
ठाउँ चाहिएन क्या हामीलाई भ्यू चाहियो अनि रमाइलो चाहियो क्या आफूलाई त्यो अनि यहाँ आएपछि टक्क जति टेन्सन भए रिल्याक्स पनि फिल जति टेन्सन भए पनि यहाँ आएपछि हल्का होस् क्या आनन्द रिल्याक्स टक्क त्यो हो नि त त्यो खोजेको यहाँ फेरि धेरै मान्छे आउने रहेछन् के यताउता बोयफ्रेन्ड गर्लफ्रेन्ड उनीहरू बोयफ्रेन्ड गर्लफ्रेन्ड आछन् साथी उनी साथी आछौँ हामी उता माथि डाँडामा पिकनिक चल्दै रहेछ त्यहाँ बसमा मान्छे सान्छे अरे लाली जबन काले ल साला लाली जबन भन्ने गीत बजाएको थिएँ त्यहाँ एकचोटि त रोकेर झर्दिउँ कि नाच्दिउँ कि भनेको थिएँ तर होस् अब बिना बुलाए मेहमान भन्ने जस्तो हुन्छ भनेर फेरि नाचेन अझैसम्म चलिरहेको मस्त चलिरहेको त्यहाँ यस्तो चल्यो त्यहाँ त पारिरहेको भाइब्स प्यार 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 तेरा नस यार 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 अहिले त्यहाँ स्यामसङ 24 अल्ट्रा भए यस्तरी जुम गरेर यहाँको गीत यहाँ नचाहन् भन्लान् फेरि एभ्रिवान होइन रमाइलो छ जिन्दगी जे होस् होइन यार सुरज तिमीले भनेको हो क्या साँच्चै ह्यान्डसमै हो क्या कुरै छाड्यो कुरै छाड्यो तिमी यति साह्रो ह्यान्डसम पाल्ने उल्फ कट जस्तो देखिन्छ त ओए म पनि पाल्ने हो अब तिमीले अहिले ननुहाइकन जाम भन्थ्यौ नि टाउको ननुहाउ दोस्त भन्थ्यौ नि ननुहाइका यस्तो राम्रो हुन्थेन नुहाउन पर्यो सही हो हाम्रो फेरि घर बेटीहरू कस्तो छन् ओ शुक्रबार आउन लाग्यो भने धारामा पानी यत्रै बाख्राले मुते जत्रो पानी जोडिदिन्छ बेला बेलामा आउँछ उताबाट भाइब्स फेरि बवाल यस्तो हो फेरि साइन्समा पढेको थियौँ हामीले फेरि अहिले टाटो सुनिन्छ कोही बेला सानो सुनिन्छ त्यो यस्तो छ नि त त्यो पारी डाँडामा छ डाँडाबाट सर यहाँ ठोकिन आउँछ नि त त्यहाँको साउन्ड अनि सुनिरहेको के हो त्यो हावाले ल्याउँछ के गर्छ ल फेरि अर्को भिडियोमा है